प्रभु तपाईले राष्ट्र दिनुहोस्। यो राष्ट्र लिनुहोस् प्रभु, धार्मिकतामा चलाउनुहोस्। सारा दुष्टका अन्धकार, अन्याय, अत्याचार, गरिबी, विभेद, प्रभु भ्रष्टाचार, दुष्टताका सबै बन्धनलाई हामी श्रापलाई हामी तोड्दछौँ। हामी विरोध गर्छौँ दियावलसका शक्तिहरूको, अन्धकारका शक्तिहरूको हामी विरोध गर्छौँ। किल्लाहरू तोड्दै, त्यहाँको संरचनाहरू भत्काउँदै, त्यहाँको सबै प्रकारको शक्तिलाई नष्ट पार्दै हामीले विजयको घोषणा गर्छौँ। हामी विजय भइरहेको छौँ र यो देशमा रहेका सबै मण्डलीहरू विजय धन्य परमेश्वर तपाईँलाई प्रभु तपाईँ चाहिँ कति महान हुनुहुन्छ। सबै परमेश्वर हुनुहुन्छ। यसो प्रभु तपाईँलाई धन्यवाद। तपाईँ मात्रै जिउँदो अनि सर्वशक्तिमान परमेश्वर तपाईँ। प्रभु महिमा दिनुहोस्। प्रभु महिमा दिनुहोस्। गुरुङज्यूलाई उहाँले जोसको साथ प्रार्थनामा अगुवाई गरिदिनु भयो। पवित्र आत्माको आउनु भएको चाड हो। जबसम्म प्रभु यीशु ख्रिस्टले भन्नुभयो पवित्र आत्मा जबसम्म आउनुहुन्न तबसम्म तिमीहरू प्रार्थनामा लागिरह भनेर। अनि साँच्चै नै आज त्यो पेन्तिकोसको दिन हो जुन दिन चाहिँ प्रार्थना पवित्र आत्मा आउनुभयो प्रेरित 2 अध्यायमा र मानिसहरूले विभिन्न अगमबाणीहरू गर्न थाले, सुसमाचार प्रचार गर्न थाले र प्रार्थना गर्न थाले र गवाईहरू भन्न थाले। अनि त्यहाँ हजारौँ मानिसहरूले एकैचोटि प्रभुलाई विश्वास गरेको कुरा हामी पाउँछौँ र त्यस भन्न सक्छौँ। त्यसैले हाम्रो मण्डलीहरूको सुरुवात स्थापना भएको दिन हो। त्यसैले यो अति नै महत्त्वपूर्ण दिन भएकोले हामीले परमेश्वरलाई आदर, महिमा, प्रशंसा दिन्छौँ। अब हामी स्तुति प्रशंसाको लागि 15 मिनटको समय म क्वायर ग्रुपलाई दिन चाहन्छु। उहाँहरूले अगुवाई गर्नुहुन्छ। हामी परमेश्वरलाई स्तुति प्रशंसा आराधना गर्नेछौँ सबैजना मिलेर। हामी आराधना गर्नेछौँ। तपाईँहरूलाई आराधनाको तपाईँलाई स्वागत छ। बाइबल हुनेहरूले सबैले निकाल्न सक्नुहुनेछ। यो समय भजनसँग 150मा परम प्रभुको प्रशंसा। हालेलुया। परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर। उहाँको महिमा आकाशमा उहाँको प्रशंसा गर। उहाँका शक्तिशाली कार्यहरूको निम्ति उहाँको प्रशंसा गर। उहाँको उत्कृष्ट महानताको निम्ति प्रशंसा गर। तुरही बजाएर उहाँको प्रशंसा गर। बिडा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर। खैजडी र नाचका साथ उहाँको प्रशंसा गर। ताल बात र बाँसुरी बजाएर उहाँको प्रशंसा गर। झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुन्जयमान धार्मिक झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर। सास सुने हरेक प्राणीले परम प्रभुको प्रशंसा गरोस्। हालेलुया। आमेन। हुन्छ। हामी शरीरमा अशक्त भए तापनि हामी आत्मामा निर्बल भएर हामी आराधना गर्नेछौँ। God
प्रभु तपाईँको महिमा होस्, तपाईँको नामलाई उचार्दछौँ। स्तुति होस्, तपाईँ महिमित महिमा होस्, महिमा होस्। तपाईँ हुनुहुन्छ। हामी तपाईँको नामलाई उचार्दछौँ। Thank you, Jesus. सारा तपाईँको नामलाई उचार्दछौँ। र प्रभु त्यो योजना प्रभुले पुरा गर्नुहुन्छ। आज त्यो योजना प्रभु पुरा गर्नको लागि तपाईँको छोरा छोरीलाई प्रभु तपाईँले यसरी भेला गराउनु भएको छ। Yes, Lord. प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। हामीले चढाएको स्तुति आराधनामा प्रभु तपाईँ महिमित हुनुभएको छ। साबु महिमा प्रशंसा केवल तपाईँलाई नै चढाउँदछौँ, येशू प्रभुको नाममा। Amen.